हामीले कुनै ल्याङ्ग्वेज नपढिकन जर्मनमा ब्याचलर पढ्न सकिन्छ त? अभियसली ल्याङ्ग्वेज नपढिकन पनि जर्मनमा ब्याचलर पढ्न सकिन्छ। जस्तो आइटी, इन्जिनियरिङ, बिजनेस, हेल्थ यस्तो कोर्सेसहरूमा पनि +2 पछि नै अब ब्याचलर पनि गएर पढ्न सकिन्छ। त्यो चाहिँ प्राइभेट युनिभर्सिटीहरू हुन्छ। तिनीहरू प्राइभेट युनिभर्सिटीमा चाहिँ 1 वर्ष पाथवे कोर्स हुन्छ र 3 इयर्सको ब्याचलर हुन्छ र त्यसले गर्दाखेरि 4 इयर्स पढ्नुपर्ने चाहिँ हुन्छ र कुनै कुनै युनिभर्सिटीले 3.5 इयर्समा पनि त्यो कोर्सहरू सकाउँछ होइन। र पब्लिक युनिभर्सिटीमा जानको लागि चाहिँ अलिकति ब्याचलरमा चाहिँ अलिकति गाह्रो छ। किन गाह्रो छ भनेदेखि धेरै जसो ब्याचलर पब्लिक युनिभर्सिटीमा चाहिँ जर्मन ल्याङ्ग्वेजमै पढ्यो हुने हुनाले र त्यहाँनिर जर्मन एजुकेसन प्रोभाइडरहरूले पब्लिक युनिभर्सिटीहरूले चाहिँ 13 इयर अफ एजुकेसन खोज्ने हुनाले चाहिँ हाम्रो 12 इयर अफ एजुकेसन सिस्टम छ होइन। त्यसले गर्दा त्यहाँनिर गएर पाथवे कोर्स प्लस ब्याचलर त्यसरी चाहिँ गएर पनि पढ्न सकिन्छ। त्यहाँनिर जर्मन चाहिँ बेसिकली अटोमोबाइल इन्जिनियरिङ त्यहाँ चाहिँ धेरै राम्रो मानिन्छ। त्यहाँ पढिसकेको स्टुडेन्टहरूले चाहिँ फर्दर आफूले चाहिँ अटोमोबाइल सेक्टरमै काम गर्ने चाहिँ अपर्च्युनिटी पनि पाइन्छ र त्यस्तो खालको विचार छ भनेदेखि चाहिँ हामीसँग विभिन्न युनिभर्सिटीहरू 10-12 हजार युरोसम्मका ट्युसन फीहरू रहेको र त्यसमा स्कलरसिपहरू पनि पाइन्छ। त्यसरी चाहिँ एप्लाई गरेर पनि जान सकिन्छ। त्यसको लागि IELTS-PT चाहिँ गर्दा पनि भइहाल्यो। ल्याङ्ग्वेज चाहिँ कम्पलसरी चाहिँ छैन र पढेर जाँदाखेरि चाहिँ त्यहाँ भोलि गएर पार्ट टाइम जब त्यहाँको कल्चर बुझ्ने कुराहरू होइन मा चाहिँ त्यसले चाहिँ हेल्प गर्छ, सहयोग गर्छ है त।